Welcome to my vlog. This is Sapna Forever. So आज चाहिँ म स्कुलमा छु अनि हाम्रो तिहार एक्टिभिटिजहरु हुँदैछ अनि हाम्रो तिहार एक्टिभिटिजहरुमा चाहिँ आज हाम्रो रंगोली बनाउने दिन रहेको छ अनि हामी रंगोली बनाउँदै छौं हाम्रो स्टुडेन्ट्सहरुद्वारा। यो चाहिँ यहाँनिर चाहिँ क्लास 1 को रंगोली बन्नेवाला छ हैन। अनि यसरी नै अरु क्लासहरुको पनि सबै रंगोलीहरु को लागि बेस्ट रेडी भइसकेको छ अनि आज चाहिँ अब म सुरुमा चाहिँ यहाँ रंगोलीको डिजाइनको बेस कोर्ने छु अनि त्यहाँदेखि चाहिँ हामी बच्चाहरुलाई कलर फिल गर्न दिने अनि हाम्रोतिर चाहिँ यसरी नै आउँदै छ हैन। तिहारको रमझम यस्तै हुँदैछ। अब हामी टर्न बाइ टर्न अगाडि बढ्ने छौं है त रंगोली बनाउनु अनि म चाहिँ पेज बनाउनुतिर लाग्दै छु। यसलाई चाहिँ यसरी राखेर हैन म हाल्दिदै रहेछ यहाँ ऐसे पूरा ऐसे बेस बनाउने सुरुमा यो भयो सर्कल। अब यस्तो सिम्पल स्वस्तिकको चिन्ह पनि बनाउनु आएन यार मलाई। म स्केल पेन्सिल मार्कर सब लिएर मेजरमेन्ट गरेर मैले स्वस्तिक बनाएको त्यो पनि भएन। मैले यत्रो मेजरमेन्ट गरेर बनाएँ हैन भएन कि भरे आफै बन्छ जस्तो लाग्यो। म आफै बनाइदिन्छु विदाउट मेजरमेन्ट म बनाइदिन्छु। अब कलर लिनु जानु पर्यो अब। अनि यहाँ चाहिँ अर्को रंगोली हो। यो चाहिँ स्कुलको मेन रंगोली। यो चाहिँ म्यामहरुले यो चाहिँ रंगोलीको डिब्बा। अब यो रंगोलीबाट हामी रंगोली बनाउने। यहाँ चाहिँ यसरी बोर्डर बनाइदिन्छु ताकि बच्चाहरुलाई सजिलो होस् भनेर। Devika ma'am is helping me. So almost 50% is done. Class 1 को स्टुडेन्ट्सहरुलाई हामीले आधीसम्म बनाइसक्यौं। अब क्लास 2 को स्टुडेन्ट्सहरु बाँकी हुनुहुन्छ हैन। हामीले चाहिँ कम्बाइन गरेर बनाएको हो क्या। अनि हाम्रो 50% चाहिँ यस्तो बनेको छ। यो हो हाम्रो 50%। यहाँ हाम्रो जयाले बनाउँदै हुनुहुन्छ, प्रसिप अग्रवालले पनि बनाउँदै हुनुहुन्छ। यहाँ 50% चाहिँ यति भएको छ अहिले। अब यो चाहिँ फाइनल लुक है मेरो। अनि यहाँनिर यति गरिसकेको सो हियर इट इज मैले बनाएको रंगोली यस्तो भएको छ। अब यसलाई सफा गरेर ड्यान्डराइन सक्छौँ। अब फेरि यता चाहिँ रहेछ कि यस्तो बोला हाँसेर गयो 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 यहाँ राखेको भिडियो अलिक पर राख्नु रहेछ।
अन्तिममा चाहिँ दियो बाल्न हामीलाई यस्तो स्ट्रगल भइरहेछ होइन। यो दियो चाहिँ बच्चाहरूले नै डेकोरेट गरेको दियो हो क्या, अस्तिको डेकोरेट गरेको दियो हो, कस्तो राम्रो डेकोरेसन छ। यो चाहिँ हाम्रो क्लास 1 र 2 को बच्चाहरूको रङ्गोली। आजको दिन चाहिँ एकदम हेक्टिक भएर बित्यो। अब हाम्रो किचनमा सेलरोटी पाक्दैछ, सिस्टरहरूले सेलरोटी पकाउँदै हुनुहुन्छ। तिहार भोलि हो, छुछु गर्दै हुनुहुन्छ। ठ्याक्कै मोबाइल चलाएको देखिने भयो। यहाँनिर चाहिँ सेलरोटी पकाउनु सुरु हुँदैछ। यहाँ चामल पिठो यो चाहिँ सबै भोलि बच्चाहरूलाई देउसी भैलो खेल्दा अनि तिहारको भागमा जान्छ। पिठो अब चाहिँ बनेर जान्छ। फेरि रमला सिस्टरले यस्तो सही बनाउनुहुन्छ रोटी चाहिँ गोल हो होइन त। यहाँ चाहिँ हाम्रो सेलरोटीको कुकम्यान चाहिँ यता, अनि यता देवी देवतालाई चढाउने यता, अनि यता चाहिँ तपाईँ चाहिँ दर्शक। ल ठिक छ, म चाहिँ फेरि चाख्ने मान्छे है। अब सिधै चाख्दा हुन्छ अरे। ल कस्तो हुँदो रहेछ चाख्ने हेर्दैन र। अब यो रोटी चाख्नुवाला छु। मिठो रहेछ, बच्चाहरूलाई मनपर्ने खाने रहेछ। फेरि हाम्रो स्कुलको जतिको नरम रोटी कहीँ हुँदैन नि। पहिल्यैदेखिको खाएको नि त, 10-11 वर्ष भइसक्यो रोटी खाएको यहाँको। पहिला पहिला चाहिँ निर्मला म्यामले बनाउनुहुन्छ, अहिले चाहिँ यता कुकम्यान सिफ्ट हुनुभएको छ। यस्तो मिठो लाग्यो यार। म चाहिँ यो भ्लग बनाउने चक्करमा खानु पाएँ भनौँ न। किनभने मलाई पठाउनु भयो नि त भिडियो बनाऊ भनेर, अनि अब यहाँ आएपछि त खानै पर्यो। कस्तो भएको छ के सिक्रेट भन्न आँट्नु भएको छ। रोटी खाँदै चाख्दै निस्केको म अब। अर्को युकेजीको हाम्रो सबै क्लासले रङ्गोली बनाउनुहुन्छ क्या। अनि यो चाहिँ यता मन्टेश्वरीको रङ्गोली हो क्या, राम्रो बनाउँछ है। ल सधैँको जस्तो हाम्रो सिस्टरहरूले बेलुन फुलाउँदै हुनुहुन्छ भोलि दसैँको डेकोरेसनको लागि। यहाँ यस्तो छ, फुलाइदिनु त। यस्तो सजिलो छ काम गर्नलाई चाहिँ खास गरी। अनि यहाँ सयपत्री कुनै जुनीमा पनि पुग्दैन हामीलाई, जति नै बनाए पनि होइन। जहिले बनाउनु पर्छ, जहिले सम्हालेर राख्दा पनि बन्दैन। यहाँ पनि सयपत्री नै हो। अब म बाहिरको नजारा देखाउँदैछु। यो चाहिँ मैले घरमा लाने रङ्गोली हो। अनि यता पनि रहेछ, अनि यो पनि होइन। अब भोलि हाम्रोमा चाहिँ अब यो पनि लागिसकिसक्यो पिजीको रङ्गोली। सकिसकेछ त। ल यहाँ चाहिँ रिहर्सल हुँदैछ। टिचरले सिकाउँदै हुनुहुन्छ। कहाँ बेच्छ त यस्तो राम्रो यसमा, कस्तो कलरहरू कस्तो त्यो हेर्दाखेरि पनि कस्तो मनपर्ने कलरहरू क्या। सो यस्तै छ। यहाँनिर म्यामहरू यस्तो गर्दै हुनुहुन्छ होइन। यहाँनिर डेकोरेसन्सहरू गर्दै हुनुहुन्छ। डेकोरेसन्सहरू चाहिँ पुगेको छैन। यहाँ सुशीला म्याम हुनुहुन्छ अन द फ्लोर, यहाँ पेनी म्याम, यहाँ जमुना म्याम। दामी रङ्गोली बन्यो। हामी चाहिँ सधैँ यसरी नै बनाउँछौँ क्या।
हुने कलर त यतिको डिटेल वर्क गर्नुपर्छ हामीले यतिको डिटेल वर्क अन्तिममा यो बोर्ड सकिसकेपछि सायद लगभग सकिन्छ होला मैले चाहिँ यहाँ भिडियो बनाउँदा मैले पनि गरेर चाहिँ आएर चाहिँ भिडियो बनाएको है मैले काम नगरेको भनेको चाहिँ होइन गरेकै हो मैले यो लाइन सबै टाँसेको हो यो पनि टाँसेको त्यो चाहिँ होइन सुशीलामा प्लिज यो भिडियोमा यस्तो नभनिदिनु त मैले पनि गरेकै हो भनेर भनिदिनु त नगरेको चाहिँ होइन अन्त्यमा मेरो भ्लग यस्तै भयो सक्यो अनि अब सबै रङ्गोली सङ्गोली सबै बनायौँ टिटी बोर्ड सबै बनायौँ बाई बाई